यो बाटो शिल्प जाने बाटो हो, 2080 सालको बाटो हो नि। अहिले पिच भयो कि नै। यस्तो थियो नि त्यो बाटोमा त्यो पुरै माटोमा गाडीहरू फसेर जाँदै नजाने के यस्तो थियो। अहिले चाहिँ यो बाटो पिच भयो होला कि नै, म त्यही सोचिरहेको छु। यसरी गाडी फस्दिन्थ्यो नि त्यो बाटो पछाडिबाट मान्छेहरूले नढिकाल। हामी चाहिँ त्यो बाटो त्यस्तो के डराइकन त्यो बाटो गाडीबाट हामीहरू निस्केर बसेको थियौँ के कतै ढल्केर गइहाल्छ कि भनेर। तर यो गाडीको ड्राइभरलाई चाहिँ मान्नै पर्ने, यस्तो राम्ररी चलाउनु हुन्थ्यो नि, मजाले सुरक्षित के। जस्तो गाउँको बाटाहरू त अब अप्ठ्यारो हुन्छ नि, तर अप्ठ्यारो बाटोमा पनि कति मजाले सुरक्षित गर्न लग्नुहुन्थ्यो। अब जान्छ कि भन्दै हामीहरू हेरिरहेको थियौँ के जान्छ होला, अब त जान्छ कि जान्छ अब त जान्छ कि जान्छ कि भन्दै हामीहरू हेरिरहेको थियौँ। तर गयो अनि धेरै हामीहरू खुसी छौँ। अहिले चाहिँ यो बाटो राम्रो भएको होला भन्ने आश छ। थ्याङ्क यू सो मच हेरिदिएकोमा। सब्सक्राइब गरिदिनु ल सबैजनाले।